नमस्कार। विचित्र संसारमा हार्दिक स्वागत छ। संसारैभरि घट्ने गरेका अनौठा घटनाहरूको सङ्गालो विचित्र संसारमा आज तपाईँलाई भव्य महल छाडेर किन पुरानो घरमा बस्दैछिन् दुवै सेकी पूर्व पत्नी भन्ने कुराको उजागर गर्दैछौँ। गाउँमा रहेको एउटा पुरानो खण्डहर हवेलीलाई जीर्णोद्धार गरेर ती राजकुमारीले आफ्नो निवास बनाएकी छिन्। ती राजकुमारी आफ्ना पतिको डरले दुवैबाट भागेर बेलायत गएकी थिइन्। उनका पति दुबईका शासक हुन्। यो कहानी हो जोर्डनकी राजाकी छोरी तथा दुबईका शासककी पूर्व पत्नी हाया बिन्त हुसैनको। सन् 2019मा आफ्ना पति रहेका दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुमसँगको तलाकपछि हाया बिन्त हुसैन बसोबासका लागि बेलायत पुगेकी थिइन्। ती दुई बीचको सम्बन्ध विच्छेदलाई अहिलेसम्मकै महँगो सम्बन्ध विच्छेद मध्येको एक मानिन्छ। सम्बन्ध विच्छेदपछि पत्नी हायाले पति शेख मोहम्मद बिन राशिदबाट 55 करोड 50 लाख पाउन्ड प्राप्त गरेको बताइएको छ। ती राजकुमारीले दुबईका भव्य महलहरूमा आधारित जीवनशैली छोडेर वेल्सको ग्रामीण क्षेत्रमा अवस्थित एक जर्जर भवनलाई आफ्नो नयाँ घर बनाउने निर्णय गरिन्। 51 वर्षीय हाया बिन्त हुसैनले वेल्सको सुदूर गाउँ पविसमा रहेको इस्ट कन्ट्री होटलको भवनमा 35 लाख पाउन्ड खर्च गरिसकेकी छिन्। द सनका अनुसार राजकुमारीको नयाँ निवासको भवन पुरानो भए पनि उच्च सुरक्षा व्यवस्था भएको स्थान हो। आफ्नो पतिसँग बस्दा आफ्नो ज्यानको खतरा भएको भन्दै हाया बिन्त हुसैनले सन् 2019मा दुबई छाडेकी थिइन्। दुबईका शासक शेख मोहम्मद बिन राशिदले एकजना बेलायती बडीगार्डसँग पत्नी हायाको सम्बन्ध रहेको शंका गरेसँगै उनीहरूको वैवाहिक सम्बन्ध टुटेको थियो। त्यति बेलादेखि नै हायाले दुबई छाडेर आफ्नो समय मध्य लन्डन स्थित घर तथा सरे स्थित एघम रहेको घरमा बस्न थालेकी थिइन्। तर सम्बन्ध विच्छेदको अदालती निर्णयसँगै ती राजकुमारीले गोपनीयता र सुरक्षालाई प्राथमिकता दिँदै वेल्सको गाउँमा रहेको पुरानो भवनलाई आफ्नो निवास बनाउने निर्णय गरेकी हुन्। त्यस क्षेत्रमा उच्च सुरक्षा व्यवस्था छ। 1888मा निर्माण गरिएको उक्त भवन वेल्समा सर्वाधिक सुन्दर सम्पदा मध्ये एक मानिन्छ। यसमा टेनिस कोर्ट, खेल मैदान, 100 भन्दा बढी प्रजातिका रुखहरूको बगैँचा, बिलियर्ड्स कक्ष र पुस्तकालय रहेका छन्। घोडचढीकी शौखिन हायाले त्यहाँ भव्य घोडा तबेला समेत बनाउन लगाएकी छिन्। द सनका अनुसार राजकुमारी हाया लन्डनको केन्सिङटन प्यालेस गार्डन स्थित आफ्नो 10 मिलियन पाउन्डको भव्य बङ्गलाबाट हरेक महिना हेलिकप्टर चढेर वेल्सको उक्त घरमा पुग्छिन्। त्यहाँ चलिरहेको घर मर्मतमा उनी आफैले निगरानी गरिरहेकी छिन्। तपाईलाई यो भिडियो कस्तो लाग्यो अवश्य पनि कमेन्ट गर्नुहोला। यस्तै अनौठा घटनाहरूले भरिएको भिडियो सामग्री हेर्नका लागि हाम्रो च्यानल लाइक, कमेन्ट तथा सब्स्क्राइब गर्न नभुल्नुहोला। यो भिडियो हेर्नुभएकोमा तपाईलाई धेरै धन्यवाद।